हेलो हेलो गाइस, स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज म चाहिँ यतातिर सपिङ गर्न गएको छु हैन, एकदम सस्तो पसलमा। है सबै कुराहरू कति हो भन्दाखेरि 2 रुपैयाँ 60 पैसाको है, 2 रुपैयाँ 60 पैसाको एकदम सस्तोमा छ। हेर्नु सबै सामानहरू छ यहाँ हैन। अनि कप प्लेट हैन, सम्पूर्ण डाइनिङको लागि हैन, यी कपहरू डाडु पन्यु के चाहिन्छ हैन, किचनको सामग्रीहरू थुप्रै छ यहाँ हैन। अनि यतातिर बेल्टहरू पनि पाइन्छ, कपडाहरू छ है, बच्चा बच्चीको लागि सबैलाई। यहाँ चाहिँ एकदम सस्तो क्या है। मैले इमेजिन नि गर्न सकेन के हैन, यस्तो हैन सामानहरू छ, यत्रो सक्सहरू छ ल है। अनि बाहिर किन्दा चाहिँ 5-7 रुपियाँ चाहिँ पर्छ भने हैन, यी चप्पलहरू हेर्नु हैन। अनि यहाँभित्र चाहिँ यो ग्लास होइन, यो चस्माहरू पनि छ होइन, लेडिज जेन्ट्स सबैले लाउन मिल्नेहरू छ। यिनीहरूलाई पनि बाहिर किन्दाखेरि अलि महँगै पर्छ के, 5-10 रुपियाँ नै पर्छ। तर यहाँ चाहिँ एकदम सस्तोमा होइन दिइराखेको छ। मलाई अचम्म लाग्यो होइन। सपिङ गर्न मान्छे हिँडिरहेको छ, लोकलहरू छ। अनि भिडियो गर्दाखेरि अलिक डराउनु पर्छ कि होइन, कतै अब धेरै केसहरू आएको छ नि त यस्तो भिडियोहरू भएर। हेर्नु के अरे पर्फ्युम छ यहाँनिर। अनि पर्फ्युमहरू पनि छ होइन, राम्रो राम्रो छ। हामीले चेक गऱ्यौँ, राम्रो छ। एनाहरू छ यतातिर सबै के, एकदम सबै सामान यसो हेरियो होइन। सबै के बच्चा बच्चीलाई खेलाउने कुराहरू पनि छ होइन। तर चाहिँ भनेपछि यहाँ एकदम यस्तो राम्रो राम्रो सामानहरू छ, तर चाहिँ रिजनेबल प्राइसमा एकदम बिक्री वितरण भइराखेको छ कि यो ठाउँमा होइन। अनि मलाई चाहिँ एकदम कस्तो लाग्यो भन्दाखेरि, कसरी यसलाई चाहिँ मेकअप गरेको छ होला होइन, यत्रो घर छ होइन, यत्रो। अनि आफ्नै भए पनि लगानी कत्रो लगाएको छ होला होइन। यदि अब रेन्टमा हो भने पनि अब रेन्ट तिर्नु पऱ्यो होइन। तपाईँ दाइ हुनुहुन्छ, हेर्दै हुनुहुन्छ सामान के छ किन्ने भनेर होइन। अनि म कहाँनिर थिएँ भन्दाखेरि त्यो सामानहरू हो क्या होइन। अनि त्यसपछि त्यत्रो स्टाफहरू त्यहाँ छ होइन, सामानहरू राखेको छ बिक्री गर्नलाई। काउन्टरमा त्यो मान्छेहरू छ होइन। अनि सामानहरू सबै मिलाउनलाई त्यहाँ मानिसहरू राखेको छ काम गर्ने होइन। कसरी चाहिँ म्यानेज गरेको छ होला, यति सस्तोमा सामान दिइरहेछ भने हामी चाहिँ छक परिदिरहेको कि होइन। हेर्नु न सामानहरू कस्तो राम्रो राम्रो स्क्रुड्राइभरहरू छ, स्पानरहरू छ, पानरहरू छ होइन, कटरहरू छ होइन। यहाँ चाहिँ धेरै धेरै सामानहरू क्या, मान्छेलाई एकदम धेरै अति आवश्यक पर्ने सामानहरू पनि छ यहाँनिर होइन। अनि पिलासहरू छ अनि एकदम सस्तोमा। अनि यहाँ फिताहरू हेर्नु होइन। अनि सबै के, अनि सबै हामीले हेऱ्यौँ, डिस्कसन पनि गऱ्यौँ हामीले यसो कतिसम्म हामीलाई चाहिँ अब यसलाई एड गर्न मिल्छ लगेजमा, घर लान मिल्ने जस्तो भयो भने चाहिँ लाने हो कि भनेर हामी दुई भाइले चाहिँ यहाँनिर एकछिन सल्लाह पनि गऱ्यौँ। यतातिर एङ्गरहरू छ। अनि यो पनि धन्नै धन्नै 12-15वटा हुन्छ कि होइन। यो कपडा च्याप्नीहरू छ होइन, धेरै छ सामानहरू यहाँ चाहिँ। काठको छ, स्टिलको छ होइन, अनि रबरको पनि छ। सबै कुराहरू छ चाहिँ, जुन चाहिँ आफूलाई लान मिल्ने लाने भनेर चाहिँ यहाँ छ। अनि यतातिर सबै कार्पेटहरू छ होइन, अनि वालपेपरहरू छ, हरेक कुराहरू छ एकदम सस्तो। मलाई चाहिँ एकदम राम्रो लाग्यो है। साथीहरू यहाँ नजिकमा हुनुहुन्छ भने यतातिर आउनु होला है। यहाँ खानेकुराहरू पनि छ यहाँ मुनि चाहिँ। हामी चाहिँ माथिल्लो तलामा छौँ, यो ग्राउन्ड फ्लोरमा चाहिँ खानेकुराहरूको पनि यहाँ चाहिँ छ है, एकदम सस्तोमा छ। अनि मैले तलको चाहिँ भिडियो लगाइनँ होइन। अनि माथि चाहिँ बनाउन त एकछिन के भयो त होइन। अनि यसो मान्छेहरू पनि देखिएन क्या धेरै खास चाहिँ। अनि आज त्यही भएर कारणले पनि यसो भिडियो बनाइदिउँ न त भनेर हो न। धेरै मान्छे भयो भने अलिकति झ्याउ लाग्छ कि, कसैले केही भनिहाल्यो भने एकदम अलि अप्ठ्यारो लाग्छ नि त, अर्काको ठाउँ हो। त्यस कारणले हामी चाहिँ माथि भिडियो बनायौँ, तल चाहिँ गराइएन ल। अनि त्यत्रो सामानहरू छ यति सस्तोमा। धन्यवाद भिडियो अन्तिमसम्म हेरेकोमा। थ्याङ्क यू।